आज घरमै मोमो खान लागेको। आज चैते दशैंको दिनमा है बनाइँदैछ बुढाबुढी बसेर मजाले। अनि के गर्नु है अब दुःख हुँदो रहेछ घरमा मोमो बनाउँदाखेरि चाहिँ हरेक सामान जुटाउनु पर्ने, पेल्नु पर्ने, बनाउनु पर्ने गाह्रो रहेछ। अनि बुढीलाई पनि हल्का हल्का मोमो सिकाएको। अहिले टाइम भइसकेको छ, पुरै सिकिसकेको छ। मेरो बुढीले सिकेछ, राम्रै लाग्छ हौ। मरीले सिकेर त अहिले मलाई धेरै सजिलो भएको छ। तपाईहरुलाई पनि कसैलाई मोमो खानु मन लाग्यो बुढीलाई सिकाउनु है यसरी। हेर्नु त यहाँ कसो जान्दा छ है बुढी अहिले है। हेर त है मेरो बुढी साह्रै राम्रो बनाउँछ अहिले त। अनि खरो बनाउँछ बुढीले बनाएको मोमो। हेर्न यस्तो दामी बनाउँछ कि अहिले मैले सिकाएर। अहिले त खतरा बनाउँछ है खतरा। के गर्नु गाह्रो छ जिन्दगी।